सो हामी धेरै जस्तो वेबसाइटहरुमा जाँदा चाहिँ यो कुकीजको सेटिङ्स चाहिँ आएकै हुन्छ है। एक्सेप्ट कुकीज, डिक्लाइन कुकीज भन्ने सेटिङहरु आएकै हुन्छ। सो आज चाहिँ यो कुकीजहरु भनेको के हो, हाम्रो वेब ब्राउजरहरुले कुकीज चाहिँ कसरी युज गर्छन् हैन, अनि म्यालिसियस वेबसाइट एक्सटेन्सनहरुले चाहिँ कसरी हाम्रो कुकीजहरु युज गरेर हाम्रो अकाउन्टहरु चाहिँ ह्याक गर्न सक्छ त्यसको बारेमा बुझौँ है त, एकदमै सरल भाषामा। सो फर्स्टमा चाहिँ कुकीजहरुको बारेमा बेसिक थ्योरी बुझौँ हैन, अनि त्यसपछि चाहिँ मैले तपाईहरुलाई कुकीजहरु युज गरेर कसरी चाहिँ अरूको अकाउन्ट एक्सेस गर्न सकिन्छ त्यो कुरा पनि हेराउने छु है त। कुकीजहरु भनेको चाहिँ की भ्यालु पेयर कन्टेन गर्ने सानो सानो टेक्स्ट फाइलहरु हैन, जुन चाहिँ हाम्रो वेब ब्राउजरले डिफ्रेन्ट वेबसाइटको लागि डिफ्रेन्ट कुकीजको फाइल स्टोर गरेर राख्छ है। जस्तै कि हाम्रो फेसबुकको लागि वेब ब्राउजरले डिफ्रेन्ट कुकीको फाइल स्टोर गर्छ, त्यस्तै युट्युबको लागि पनि डिफ्रेन्ट कुकीको फाइल स्टोर गरेर राख्छ है। अब चाहिँ कुकी हामीलाई किन चाहियो त है, त्यसको बारेमा बुझौँ है। सो एचटीटीपीएस जुन हाम्रो प्रोटोकल हुन्छ नि, त्यो चाहिँ स्टेटलेस प्रोटोकल हो है। स्टेटलेस भन्नुको मतलब के हो भन्दाखेरि जस्तै तपाईले फेसबुकमा एकचोटि लगइन गर्नुभयो हैन, तर तपाई फेरि फेसबुकमा भिजिट गर्नुभयो भने चाहिँ तपाईको लगइनको इन्फर्मेसन नै फेसबुकसँग हुँदैन कि, तपाई लग आउट भइसक्नुहुन्छ फेरि। द्याट इज युजरले भिजिट गरेको इन्फर्मेसन चाहिँ त्यो वेबसाइटलाई याद हुँदैन कि। अब त्यही स्टेटलाई मेन्टेन गर्न, त्यही इन्फर्मेसनलाई रिमेम्बर गर्न चाहिँ हामीले कुकीज युज गर्छौँ है। हामीले कुनै पनि वेबसाइट भिजिट गरेको युजरको इन्फर्मेसनहरु चाहिँ कुकीजहरुमा स्टोर गराइदिन्छौँ हैन, अनि नेक्स्ट टाइम त्यो युजर त्यो वेबसाइटमा भिजिट गर्दाखेरि चाहिँ त्यो इन्फर्मेसनहरु चाहिँ हामीले त्यो वेबसाइटको सर्भरमा सेन्ड गर्छौँ हैन। अनि त्यो सर्भरले चाहिँ आइडेन्टिफाई गर्न सक्छ कि यो युजर चाहिँ पहिला पनि यो वेबसाइटमा आएको रहेछ भनेर आइडेन्टिफाई गर्छ, अनि त्यही अनुसार चाहिँ रेस्पोन्ड गर्छ है। यहाँ चाहिँ मैले एउटा एक्जाम्पल हालेको छु, त्यो एक्जाम्पलले बुझौँ है त। जस्तै मैले फर्स्ट टाइम कुनै पनि एउटा वेब एप्लिकेसन खोलेँ हैन, त्यसमा चाहिँ एउटा साइन अप रिक्वेस्ट सेन्ड गरेँ मैले। अब मैले साइन अप रिक्वेस्ट सुरुमा सेन्ड गर्दा चाहिँ यो वेब सर्भरसँग चाहिँ मेरो केही पनि इन्फर्मेसन छैन है। अनि सुरुमा चाहिँ आफ्नो साइन अप रिक्वेस्टमा चाहिँ मैले आफ्नो इमेल अनि पासवर्ड सेन्ड गर्दा चाहिँ यो वेब सर्भरले एउटा कुकी जेनेरेट गर्छ र कुकी चाहिँ त्यो रेस्पोन्समा मलाई सेन्ड गरिदिन्छ है। अब यो रेस्पोन्समा आएको कुकीजलाई चाहिँ मेरो वेब ब्राउजरले यहाँ स्टोर गरेर राख्छ है, एउटा टेक्स्ट फाइल, सानो टेक्स्ट फाइल बनाएर त्यसलाई स्टोर गरेर राख्छ है त। अनि नेक्स्ट टाइम अब मैले रिक्वेस्ट फेरि यही वेबसाइटबाट रिक्वेस्ट सेन्ड गर्दाखेरि त्यो वेबसाइटको सर्भरमा चाहिँ यो हाम्रो कुकीजहरु रिक्वेस्टको हेडरमा जान्छ है। रिक्वेस्टमा हाम्रो कुकीजहरु पनि जान्छ, अनि कुकीजहरु हेरेर चाहिँ त्यो वेब सर्भरले आइडेन्टिफाई गर्न सक्छ है यो युजर चाहिँ पहिला पनि यो वेबसाइटमा आएको रहेछ भन्ने कुरा चाहिँ है। सो यसरी चाहिँ कुकीजले हाम्रो स्टेटलाई मेन्टेन गर्न हेल्प गर्छ है।